हेलो साथीहरू, आज चाहिँ होलीको दिन है। हामी कहाँ जाँदैछौँ, टक्क रेडी भएर कहाँ जाँदैछौँ एकैछिनमा थाहा पाउनुहुन्छ। फुल भिडियो हेरिदिनु होला है त। हामी पुग्यौँ अहिले धुलीखेल पुगेर दिदी भिनाजुहरूलाई रिसिभ गऱ्यौँ। अनि यहाँ भान्जा भान्जी दिदीहरू बहिनी सबैजनासँग भेट भयौँ। त्यसपछि हामी पिकनिक स्पोट पुग्यौँ। यो चाहिँ धुलीखेलको माथि डाँडामा चुच्चे ढुङ्गा भन्ने ठाउँमा हो है त। हामी त्यहाँ पुग्यौँ। हाम्रो बस्ने स्टेसन चाहिँ यो हो। अनि त्यसपछि हामी बस्ने ओछ्याउँदैछौँ। त्यसपछि बस्यौँ। ल हेर्नु, यहाँ बुढाबुढीहरू एकदमै रमाइलो गर्दै हुनुहुन्छ। ल सबैजना आफ्नै आफ्नै तालमा गफ हान्दै बस्यौँ। यसरी सबैजना फ्यामिली जम्मा भयौँ। हामी चाहिँ होलीमा हामी काठमाडौँबाट धुलीखेल, अनि दिदीहरू कता कता आफ्नो घरबाट हामी ठ्याक्क धुलीखेल गएर भेट्यौँ। बाटोमा भेट्दै रिसिभ गर्दै गयौँ। अनि यहाँ होली हो आज त होइन, होली नलाउने कलर नगर्ने भन्दै हुनुहुन्छ नानीले। तर आज होली हो होइन, होली नै नखेली कलरै नलगाए त के स्पेसल हुनु भनेर म चाहिँ बच्चालाई ल होलीको कलर निकाल्नुहोस् भन्दैछु। भान्जा भान्जीहरू एकदम खुसी भएर कलर निकाल्दै हुनुहुन्छ। अनि कलर निकालेपछि हामीले एकैछिन होली खेलेर कलर फुल बनाएर रमाइलो गऱ्यौँ। अनि यता दिदी भिनाजु चाहिँ फोटो खिचिदेऊ भन्दै हुनुहुन्थ्यो, तर मैले भिडियो गरिरहेको थिएँ, एकछिनमा खिचिदिन्छु भन्दै थिएँ है। सबैजना आफ्नो जोडी बसिरहनु भएको छ है। मैले यहाँ दिदीलाई होली लगाइदिँदैछु। यसरी रमाइलो गरेर हामीले होली लगाउँदै खेल्यौँ, रमाइलो गऱ्यौँ सबैजना जम्मा भएर है। एकदमै रमाइलो भयो। अझै धेरै रमाइलो त भान्जा भान्जी पान्टाङ पुङ्गुङहरूलाई भइरहेछ है। यति धेरै खुसी देखिनुहुन्छ उहाँहरू। सानो मान्छे कुन्दुरी, यता भिनाजु साली भिनाजु होली खेल्दै हुनुहुन्छ। यता हामी देउरानी जेठानी जुदाजुद गर्दैछौँ। रमाइलो भएको थियो। तर यता यी दिदी भिनाजुको होली चलिरहेछ, कलर लगाउने एकले अर्कोलाई। उता दिदी बहिनीहरू चिन्दै हुनुहुन्छ। कति रमाइलो हेर्नु नि, माथि डाँडामा है सबैतिर देखिने भ्यूहरू पनि देखिने। माथि अर्को टिमहरूले पनि होली गरेर एकदम धेरै रमाइलो गरिरहनु भएको थियो। उफर बजाएर गीत बजाएर नाचिरहनु भएको थियो सबैजना। अनि हामी पनि यता गीत बजाउँदै घरि नबजाउँदै बच्चाहरू हेर्दै रमाइलो गर्दै होली खेल्दै गफ गर्दै थियौँ है। एकदमै रमाइलो गरिरहेछौँ। रमाइलो एकदम रमाइलो भयो हाम्रो 2081को होली। हेर्नुहोस् है त, बिहान चाहिँ कस्तो धुम्म भएको थियो नि त। तर हामी त्यहाँ होली खेल्ने भनेर जहाँ गइरहेको थियौँ त्यहाँ पुग्दाखेरि चाहिँ एकदम धेरै घाम लागेर रमाइलो भइरहेको थियो। उज्यालो भएर एकदम रातो घाम पनि लाग्यो। अनि हामी चाहिँ माथि बस्ने भनेको थियौँ, फेरि माथि गर्नु होला जस्तो लाग्यो। फेरि तल झऱ्यौँ चौरीमा। अनि चौरीमा आएर हामी होली खेल्दैछौँ। मलाई नानीले होली लगाइदिनु भएको कलर म भागिरहेको छु। मैले पनि कहाँ बाँकिरहेको छु, मैले पनि लगाइदिएँ है। यहाँ भान्जा भान्जीहरू खेल्दै हुनुहुन्छ, गेम खेल्दै होली खेल्दै कलर खेल्दै हामीलाई जिस्काउँदै हुनुहुन्छ है। बच्चाहरूलाई कति रमाइलो निस्किन्छ, एकदमै मिठो चटपटे बन्छ हाम्रो एकैछिनमा हेर्नुहोस् है त। हामीले चाहिँ लास्टमा टक्क सबै कुराहरू चटपटेको सामानहरू गऱ्यौँ। त्यसपछि टक्क यहाँ यता फेरि भिनाजुहरू साला भिनाजुहरू सबैजना मिलेर तास खेल्दै हुनुहुन्छ। उहाँहरूको फेरि छुट्टै रमाइलो छ। ल कति इन्जोय लिनुभएको हो के। अनि हाम्रो यता चटपटी पनि रेडी भयो। ल यति मिठो भयो है। दिदीले चाहिँ यहाँ भन्दै हुनुहुन्छ दिदी
चटपटे कस्तो थियो भनेपछि त्यहाँ नुन नलागे पनि एकदम मिठो भयो यहाँ खाँदा त भन्दै हुनुहुन्छ सबैजना जम्मा भएपछि होइन सम्बन्ध मिठो भएपछि खानेकुराहरू नि हरेक चिज नमिठो भयो नि मिठो हुन्छ यो चाहिँ एकदम सही भन्नुभएको छ दिदीले है यतै भिनाजु साला भिनाजुहरू सबैजना मिलेर कोक त्यसपछि चटपटे खाँदै तास पनि खेल्दै रमाइलो गर्दै हुनुहुन्छ इन्जोय गरिरहनु भएको छ है यहाँ छुट्टै ग्रुप छ फेरि यतापट्टि अनि हामी चाहिँ फेरि यहाँ एकदमै मिठो मानेर मैले आफैले चटपटे मोलेको थिएँ त्यही भएर हातमा प्लास्टिक लगाइरहेको छु अनि खोर्सानी पिरो नपुगेर म चाहिँ खोर्सानी टेक्दै चटपटे खाँदै इन्जोय गरिरहेको छु है त ल कति रमाइलो ल हेर्नु अनि यता फेरि मेवा पनि काटेर हामी खाँदैछौँ यहाँ पनि इन्जोय गरिरहनु भएको छ उहाँहरूले पनि ल हेर्नु कसले जित्यो होला हजुरहरू गेस गर्नु है त उहाँहरूले पैसामै खेलिरहनु भएको छ है यति चटपट यता फेरि भान्जा भान्जीको ग्रुप छुट्टै छ खानी उहाँ गएर छिट्टै बसेर खाएर यता भान्जा डान्स गर्दै हुनुहुन्छ भान्जाहरू भान्जीहरू कति रमाइलो ल अब हामी खाँदैछौँ पुरी अचार है हामीले चाहिँ सबै खानेकुराहरू घरबाटै बनाएर लिएर गएको थियौँ सबैजनाले एउटा एउटा थरी बनाएर लिएर गएको थियौँ त्यसैले हामी अब खाँदैछौँ चटपटे खाएपछि एकैछिन इन्जोय गरेर हामी फेरि खान लाग्यौँ अचार पुरी खाएपछि फेरि हाम्रो यता डान्स चल्दैछ है भिनाजु दिदी भान्जा भान्जी सबैजना नाच्दै हुनुहुन्छ रमाइलो गर्दै हुनुहुन्छ ल डान्स कति रमाइलो ल हल्ली हो मलाई फेरि कति रमाइलो लाग्यो हामीले चाहिँ बाबुलाई चाहिँ लिएर गएको थियौँ बनेपा ढिलिखेलबाट नजिकै हामी जहाँ गइरहेको छौँ त्यहाँबाट नजिकै मामा गर्छ बाबुको है अनि बाबुलाई सन्चो नभएर चाहिँ मैले चाहिँ बाबुलाई मामा घरमै छोडेर गएको थिएँ त्यही भएर पनि फ्री भएको होला म एकदम इन्जोय गरिरहेको छु मैले चाहिँ ल म पनि नाचे जस्तो गर्दैछु नाच्न नआए पनि है त्यहाँ दिदीहरूले चाहिँ जोडी जोडी नाचौँ भन्दै हुनुहुन्थ्यो खेलिँदैन होइन सबैलाई नाच्न आउँदैन अनि आफ्नै तालमा हामी त्यसरी इन्जोय गरिरहेछौँ हाम्रो यो वर्षको होली चाहिँ एकदमै स्पेसल भएको छ यसरी सबैजना भेट भएर रमाइलो गरेर मनाउन पाउँदा है दिदी र भाइलाई तानेर नाच नाच भनिरहनु भएको छ है मलाई चाहिँ नाच्न आउँदैन मलाई नि आउँदैन म पनि हल्लिरहेको छु भोलि कलर मेरो त पुरै ग्रिन भएको छ कपाल पनि भोलि त विशेष मलाई पो लागेर हुन्छ त डान्स मेरो डान्स हेर्नु यता भिनाजु र भान्जाको डान्स छुट्टै छ फेरि यो हो नि त होली हेर्दै हुन्छ नि है लास्टसम्म हेरिदिनु है त डान्स खाएको त पठाउनु पऱ्यो है त्यति धेरै पुरी अचार चटपटे खाइसक्यौँ हामीले फेरि डान्स सुरु भएको हो त्यसपछि
राति हामी त्यहाँ 11:30 होइन 12 12:30 बजी जम्मा भएको थियो सबैजना। त्यसपछि 5 बजीसम्म बसेर रमाइलो गऱ्यौँ। ल यता हाम्रो भिनाजु फेरि यति धेरै नाच्ने कति धेरै इन्जोय लिने हो कि यस्तो हुनुपर्छ लगभग। एकदमै खुसी लाग्यो मलाई चाहिँ। ल हाम्रो सबैभन्दा ठुलो दिदी है, दिदीसँग म डान्स गर्दैछु। एकदम रमाइलो गर्ने दिदी पनि हुनुहुन्छ उहाँ चाहिँ, एकदम जेठो दिदी पनि हो। एकदमै यता क्रेल फ्यामिलीको जेठो दिदी, तर एकदम धेरै रमाइलो गर्नुभयो उहाँले चाहिँ। एकदम हामीलाई रमाइलो गराउनु भयो। थ्याङ्क यू सो मच दिदी। अनि त्यसपछि हामी यहाँ डान्स गरिसकेपछि डान्स सकेको छैन हाम्रो, गर्दैछौँ हेर्नु न यहाँ डान्स। नाच्यो ठुलो भिनाजु र दिदी कडा छ डान्स फेरि उहाँहरूको। लोग रंगत है तो रंग ना चढ़त है, लोग रंगत है तो रंग ना चढ़त है। डान्स होली डान्स यहाँ सानी सबैभन्दा सानी कुन्तुरी भान्जा कुची राम्रो डान्स गर्दै हुनुहुन्छ। हात हल्लाएर ज्ञानी सानी हो। अनि हामी फेरि लास्टमा चाहिँ फेरि खाँदैछौँ। के खाँदैछौँ हेर्नुहोस् है त, चिउरा तरकारी अचार सधैँको घटमा एकदमै मिठो थियो है। पनिर यो मैले लगाए हो, यो अचार चना चिउरा यताबाट साँधेको। अनि त्यसपछि उहाँ चाहिँ खानेकुराको मात्रै खिचौँ, मेरो पनि खिचौँ न भन्ने हुनुहुन्छ उहाँले चाहिँ। अनि यता दही पनि छ हाम्रो। ल यस्तो मिठो खाए। ल अब हामी खान्छौँ, सबैजना खाना लायौँ है त। कति रमाइलो सबैजना खाना खानु भएको छ, एकदमै धेरै इन्जोय गरेर। त्यसपछि खाएपछि हामी एकैछिन रमाइलो गऱ्यौँ। त्यो रमाइलो गरेको भिडियो चाहिँ खासै मैले लिन बिर्सेछु। अब हामी 5 बजिसक्यो। त्यसपछि हामी यो पिकनिक डाँडालाई चाहिँ बाई बाई गर्दैछौँ आजको होलीलाई है। सबैजनासँग छुट्टिने बेलाको यो भिडियो चाहिँ। सबैजना घर जानलाई रेडी हुँदै हुनुहुन्छ है। आफ्नो सामानहरू बोकेर टक्क रेडी भइसक्नु भयो। भान्जा भान्जीहरू यहाँ बाई बाई गर्दै हुनुहुन्छ। सबैजना हिँड्ने बेलाको लास्ट भिडियो र फोटो चाहिँ यो ग्रुपिङमा हाम्रो है कति 24-25जना थियौँ होला हामी सबैजना गरेर। म पनि आएन भनेर मनिषा चाहिँ अगाडि गएर हात हल्लाउन भ्याइहाल्नु भयो है। एकदमै रमाइलो भयो।